मोटे भाइ मैले सुकुट लिएर आउँदैछु है कतिवटा लुखा अहिले चाहिँ कति बज्यो थाहा छ 4:43 भएको छ है अनि यहाँनिर पाले भाइ हात हलाएर छ कुत्ताले जस्तो अनि आज हामी त्यो सबिन भन्ने छ त हाम्रो साथी मोटे भाइ के हो त्यसलाई प्र्याङ्क गर्नु लाग्छ यहाँनिर बसेर धेरै कराइस के नगर नै यहाँ अब त्यसलाई प्र्याङ्क गर्नु लागेको छौँ अनि यो पनि आछ है अनि टक्क प्र्याङ्क अनि यो एडिटर भाइ पनि छ यहाँनिर गफ मात्रै गर्छ क्या बेसी ल प्र्याङ्क गर्नुपर्छ एकैछिन ल कल दबाई हाल्नुपर्छ यहाँ कल दबाउने हो यहाँनिर कल गर्नुको लागि मोबाइल यो भने मेरो अब रेकर्डिङको मेरो अर्थ चाहिँ हामी टक्क यो हल्ला हल्ला गरेको साउन्ड गर्छौँ लाताला साउन्ड निकाल्दा म यहाँ कल दबाउँछु कल दबाउँछु 001 खाइ पऱ्यो भनेर क्या लफडा पऱ्यो भने यस्तो अलि मिलाइ नहाँस्ने यो रनमरी त हाँस्छ पो त फेरिमा मोटे भाइ साला आज रियाक्सन हेर्छु हेरौँ कस्तो दिँदो रहेछ गजेङ्ग्रो रियाक्सन प्र्याङ्क विथ मोटे भनेर ल अब यहाँ नाम खोज्नुपर्ने हुन्छ खोइ ब्राइटनेस नै छैन त त्यो किन जान्ने चाहिँ किन यो त धेरै जान्ने होइन आमा उसलाई नै प्र्याङ्क गरे जस्तो ल एक म कल दबाइहाल्छु है कल दबाउँछ है हाम्रो प्लान पनि फेल भएको छ प्लान रे नो प्लान नो प्र्याङ्क चाहिँ धेरै मैले गरेको थिएँ है सङ्घर्षवादी मोबाइलमा गीत बजाएर आफ्नो पनि दिइरहेको थियो कोरस ब्याकग्राउन्ड भर्स बिट सब दिइरहेको थियो अनि अब प्र्याङ्क त गरी अब ल्याउनु नि जानु पऱ्यो नि गजेङ्ग्रोलाई त्यो उकालो कुद्दै आएको होला गुम्बा तल भन्थ्यो गुम्बा आइपुग्यो भन्दै थियो कुद्नु चाहिँ कुदेछ त्यो अनि अब जाँदैछौँ हामी त्यो गजेङ्ग्रोलाई ल्याउनु यहीँ माथि जाँदैछ एकैछिन चिरे छैन त कसको मरेको जाउँ न त नत्र भिडियो बनाएको यसमा नि छैन अब एकसाथ जान्छौँ माथि बिस्तारै जाने आउँदै गर्छ मोटे भाइ यहाँ जाने हो लस अफ टु लोज उहीँ हो अलि छेउमै हो कि अलिक टाढा छ पहिला मुला कहाँ छ यो उकालो चढेर उता जानुपर्छ मोटे चाहिँ आइसक्यो होला अझै हामी अझै पुगेको छैन यहाँनिर हेर्नु न यहाँ घाम लुकेको प्लेन उडेको यो गजेङ्ग्रो हिँडेको 60 फिट अलिक टाढा पछि यहाँ फेरि नपुगिने भनेर फेरि त्यहाँ 20 फिट हिँड्ने त्यो यस्तो हुन्छ नि यस्तो अलिकति त्यत्रो 1-2 वर्षपछि आएर अलिकति फोहोर फाल्ने ठाउँ त अलिकति दिएको छ राजा नेता स्वतन्त्रहरू हामी चाहिँ पुरै जस्तो राम्रो गर्छ त्यसकै पार्टी झोले होइन हामी झोले होइन चिल भोटिङ कार्ड त छैन नि त तर अब जहाँको नागरिक भयो त्यो हाल्नु पर्ने अब आफू सिन्धुपाल्चोको पऱ्यो आफ्नो माओवादीहरूले जितेछ तर म माओवादी भन्ने चाहिँ होइन कि किन द्याइ छैन भोट अनि कसरी थाहा डाँडामा आइपुग्यो हामी हल्ला गर्दा त्यही भाइ आउँदैछौ पराहरू त्यो भयो क्या धेरै यो मान्छे ल मोटे भाइको रियाक्सन नै आएन वा आउनु पाएको छैन गजेङ्ग्रोले बडी देखाइसकेको छ भरे कमेन्ट डाउन आउँछ कमेन्ट आउँछ है कमेन्ट आउँछ है अब ट्राइसेपको पालो ट्राइसेप गाइज मम्मी अनबक्सिङ गर्ने त्यहाँ 3 घण्टा 2 जना भएर नि के हो बडी बिल्डरलाई बडी बिल्डरलाई अब अनि यो खोलेर चाहिँ अब को होइन खोल खोलौँ न कस्तो खोलौँ न ओए बास्न त पुरै छ नि ल छिटो ड्रग्स भन्नु साइलेन्ट भरे काग कराको साउन्ड आउनु पर्छ भर्खर यहाँ राखे नि बिर्सिया ल खुल्यो यतिको त रमनले खोल्दा पनि थिएन जल्दी गर भाइ ओए ओ
सुकुटी 5 तारको सुकुटी हो मा आमा घरमा गएर अचार बनाएर खान्छु यहाँ छै ओइ हेर्नु सक्नुहुन्छ अहिलेसम्म चाबी भेटेको छैन 5 तारको सुकुटी अब हामी यहाँ घर जान्छौँ है सिधै मोटे भाइ ल प्याक गर ल सुकुटी प्याक यो चाहिँ खोले थियो है सिराकतिर चाहिँ फाल्यो होला र अनुमति खोइ त यसरी भरे भिडियो त पुरै 15 मिनट होइन 30 मिनटको हुन्छ जस्तो अनि यतिको लामो चाबी कहाँ गएछ अरे बाबा सुकुटी चाहिँ यहीँ छ है चाबी खोज्दै गर्छ सुकुटी चाहिँ यहाँ छ सुकुटी यहाँ छ है सुकुटी अरू सुकुटी चाहिँ यहाँ छ सच अ नाइस कुकर वाह अब हामी जान्छौँ हल्ला धेरै भयो हल्ला चाहिँ आज चाहिँ धेरै हल्ला भइसक्यो आमामा कम आज त पुरै इन्टरटेनमेन्ट भइरहेको छ चाबी भेटाएको छ ल सिट भान्जाले लानु भएको थियो रहेछ ल छिटो मोटे भाइ सुकुटी चाहिँ प्याक गर नि ल दिने भनेर ल कस्तो झन् म अचार बनाएर खान्छु भनेको यार ल गाइजहरू सुकुटी प्याक हुँदैछ भरे मोटेले सुकुटी छोडिदियो अनि भरे कमेन्टमा मुनि पेल्ने हो म आफ्नै आइडिया र आफै कमेन्ट गर्नु पनि सक्छु हो र झन् कस्तो एक्साइटेड भइरहेको थिएँ म यार किन अनि सुकुटी ल्याएर भनेर देखाउनु ल भनेको छैन गाइजहरू ल हामी हिँडिसक्यो मोटे भाइकोबाट सुकुटी बोकेर यहाँ देख्नु सक्नुहुन्छ पुरै ल अब हामी जान्छौँ है मजाले गफसफ गर्दै ओइ हो कि क्या हो नि केही पुरै खतरा छ त नि यहाँ चाहिँ खतरा देखाएको छ यो पुल भन्ने गजेङ्ग्रो क्यामेराबाट चाहिँ थाहा भएन है मलाई केरा पनि लडिसक्यो केरा मर्दैन केरा मुला मर्दैन गाडीको लागि प्र्याक्टिस हुँदैछ मोटेको अहिले मान्छेले आएर झुक्नु हान्छ नि झोलेलाई खानु त ऊ यहाँ अर्को प्र्याक्टिस गर्दैछ हौ किप गोइङ ओए आम्मा हल्लाएको हेर्नु न फेरि हल्लाउ त फेरि आम्मा इटा नि पन्जर ऊ आम्मा यो मान्छेले चाहिँ गरी खान्छ है हामीले सुकुटी खान्छ यो मान्छेले बेल्चा सेल्चा हान्छ अब घर के हामीलाई त थाहै थिएन ल हामीलाई थाहा छैन हामी त मान्छे होइन हामी त नेपालमा जन्मेको होइन तिमीलाई अब त्यो पढ्नु नि आउँदैन होला पढ त त्यो बाटो छैन त्यहाँ बाटो त्यत्रो छ बाटो छैन अरे बाटो बन्द हो बाटो छैन नेपाली बाटो छैन हिँड्न माथि आएर पुग्छ ल माथि गएर भेट्नुपर्छ है घर गएर बाटो छैन